दिन थाल्यौँ। यही क्रममा 1955मा नेपाल संयुक्त राष्ट्रसङ्घको सदस्य भयो। अनि यही प्रसङ्गमा हुन हामीले संयुक्त राष्ट्रसङ्घमा असाध्यै राम्रो सन्तोषजनक रूपमा भूमिका खेलेका छौँ। खालि हाम्रो एउटा समस्या के भयो भने बाहिर त्यति आएको छैन, काम गरेको छ तर त्यति जुन अरू कुराहरू जस्तो पोलिटिकल इभेन्ट जस्तो त्यसरी रिपोर्ट पनि नहुने, त्यति चर्चा परिचर्चा पनि नहुने, त्यस्तो गर्दाखेरि धेरै सार्वजनिकमा बहसमा त्यति आएको छैन। तर जस्तै भनौँ न हामीले 1969-70मा र 88-89मा दुईचोटिसम्म संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदको अस्थायी सदस्य भएर पनि काम गरेका छौँ। त्यसपछि विभिन्न निकाय चेयर गरेका छौँ, भाइस चेयर भएका छौँ, युएन जनरल एसेम्ब्लीमा धेरैचोटि भाइस प्रेसिडेन्ट भएर पनि काम गरेका छौँ। वी हेभ बिन प्लेइङ भेरी एक्टिभ रोल इन युनाइटेड नेसन। त्यसपछि अब अहिले परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपाल 69वटा 69 ओभरअल इन्टरनेसनल र मल्टिल्याटरल अर्गनाइजेसनहरूमा सदस्य भारै छ अहिले। त्यस्तै अब 17वटा अन्तर्राष्ट्रिय निकायहरूको प्रतिनिधित्व नेपालमा छ र त्यसबाहेक अरू 9वटा एजेन्सीहरूले चाहिँ आफ्नो प्रोग्राम रन गरिरहेका रहेछन् यो अहिलेकोमा। अनि अब हामीले फरेन पोलिसी 1950 पछि भनौँ न, जब हामी अलिकति बाह्य जगतसँग सम्पर्क गर्न थाल्यौँ, त्यसपछि हामी विभिन्न कारणले हाम्रो भू राजनैतिक अवस्थिति, देशको अवस्था, अन्तर्राष्ट्रिय परिस्थिति इत्यादि सबै कुरो हेरेर जहिले पनि हामीले बहुपक्ष मल्टिल्याटरलिजम, न्यायपूर्ण र समानतामा आधारित विश्व व्यवस्थाको पक्षमा अडान कायम राख्दै आएको छ। यो यहाँहरू विभिन्न संस्थामा काम गर्दा यु फिल मोर देन आई डु इन दिस रेस्पेक्ट। त्यसपछि अब हाम्रो बुझाइमा युनाइटेड नेसन्स चाहिँ नेपालको मल्टिल्याटरल डिप्लोमेसीको केन्द्र हो। अनि बहुपक्षीयता मल्टिल्याटरलिजम हामीले खालि मल्टिल्याटरल डिप्लोमेसीमा सक्रिय रूपमा भूमिका निर्वाह गरेको मात्र होइन, त्यो हाम्रो एकदमै ठुलो आवश्यकता पनि हो। अब यो मल्टिल्याटरलिजम चाहिँ नेपालको भन्ने बेलामा नेपालको परराष्ट्र नीतिको मेरुदण्ड भन्छन्। हामीले यसो बाहिर छलफल गर्दाखेरि परराष्ट्र नीति नेपाल भनेर यसो सोच्दा हामीले इमिडिएट नेबर मात्रै सम्झिन्छ, भारत, चीन, अनि अलिकति भयो भने अमेरिकासम्म पनि आउँछ। जियो पोलिटिक्स भन्यो, यताउति गर्यो, मल्टिल्याटरल डिप्लोमेसी त्यति साह्रै जोड दिइरहेको हुँदैन। तर यथार्थ भन्ने हो भने मल्टिल्याटरलिजमको 4-5वटा पोइन्टहरू हेर्दा असाध्यै ठुलो महत्त्व छ। एउटा त हाम्रो संविधानले नै, जुन संविधानले परराष्ट्र नीति सम्बन्धी मार्गदर्शन दिएको छ, धारा 50